and hello guys, स्वागत छ आजको न्यू ब्लगमा। मैले कति दिन बाद न्यू ब्लग लिएर आएछु। त्यसपछि आशाको साथमा मेरो आजको ब्लग कस्तो हुन्छ हेर्दै जानुहोस् होला। तपाईले पनि खानु भएको छैन? पकाउने बित्तिकै हामी नै खानै भ्याएन। मैले पनि खाएको थिएँ। हेलो गाइस, हाम्रो चाहिँ लेट भयो। आज पुरा हल्ला हुँदैछ। अन्त हामी चाहिँ अब गएर जान आँटेको मैले तपाईँले भन्दैछु। अन्त मेरो ब्लग हेर्दै गर्नुहोस् ल, कस्तो कस्तो साथीहरू। हामी चाहिँ बेलामा बसेर उत्रिसक्यौँ। अन्त हामी चाहिँ बस स्ट्यान्डतिर जाँदैछौँ। यो वीरपाडामा उत्रेर त्यहाँदेखि चाहिँ गाडी छ कि छैन हेर्दाखेरि त गाडी पनि थिएन। एउटा यस्तो भिड के गाडी हेर्दा पनि अन्त एकछिनमा जानुपर्छ भनेर चाहिँ उतातिर अर्कै बस स्ट्यान्डतिरै जाँदैछौँ। गाडी छ कि छैन भनेर। अन्त त्यहाँ पनि फेरि 4 बजिसकेको छ, मान्छेहरू कोही छैन, कम्ती छ। गाडी भनेको नाम यत्रु म चाहिँ फोटो खिच्न स्टार्टिङ गर्दैछु क्या भाइलाई भनेर खोज्दैन कसरी खिच्दैछु म चाहिँ। बल्ल बल्ल बस भेटेर चढ्ने भएको। जाँदा जाँदै गाडी चल्न स्टार्टिङ गर्नु। अन्त हामी चाहिँ जग्गा खोज्दैछौँ कुन मेरो जग्गा भनेर। अनि म चाहिँ भन्दैछु मेरो त माइकै आउनुभएको रहेछ भन्दैछु। त्यहाँदेखि धाउती देख्ने स्टार्टिङ गरिदिएको अन्त हेर्नुहोस् न कति खालके। अन्त बल्ल बल्ल मान्छे भरिँदैछ। हामी चाहिँ उहिलेरहेको थियौँ। त्यहाँदेखि अन्त साथीहरू मैले चाहिँ भन्दैछु मेरो मुखैभरि पसिना पसिना भइसकेर चाहिँ कस्तो भइसकेको छ है भनिराखेको थिएँ। अनि यताउति देखाइराखेको थिएँ कि मैले फेरि यताउति सो हानिराखेको थिएँ। यता अङ्कलले पनि भ्लग बनाउँदै रहेछन्। अनि आफूले चाहिँ फेरि पसिना आएर कस्तो भइसक्यो, नाकमा हेर्नुहोस् न जुङ्गा भइसक्यो क्या पसिनाको। जुम गरेर देखाउँदाखेरि पनि पसिना यति चुहुँदैछ क्या। पानी त भरे बाल्टिङ लाग्यो भने पानी आउला त्यसमा त्यतिकै देखिरहेको छ। गरम पनि के साह्रो गरम नि। तपाईँकोतिर गरम छ कि छैन? यतिको यता गरम के म त पाक्छु जस्तो लागेको थियो क्या, कटार पाक्छु जस्तो लागिसकेको थिएँ। त्यही माथि अनुहार रातो न पिरो भइसकेर है। यहाँ चाहिँ भाइले मिठाई खाइराखेको थियो। भन्दैछ कि दिदी तपाईँ पनि खानु भनेर। मेरो पाला चाहिँ खान आँटेको खाँदैछु पनि। अन्त हेर्नु न कस्तो सादा के पिरो गुलियो पिरो अमिलो चटपटे भनेको हामीलाई के मटरको जरा र त्यही के टाका टुक्री हालिदिएको रहेछ। त्यो पनि एकदम बकवास के मिठो पनि छैन। तर मैले गुड देखाइराखेको छु। अन्त फेरि अर्को मगाएर भाइले खानु स्टार्टिङ गरौँ। भाइलाई म छ भन्दैछु मैले फेरि। मलाई चाहिँ एकदमै काँक्रा खानु लागेर काँक्रा मगाएको थिएँ होइन। अनि चाहिँ मैले पनि ठोकेर खाँदाखेरि के भन्नुहुन्छ नि एकदम चर्को के पुरा चर्को। हेर्दा मात्रै खाम दान त पुरा चर्को लाग्यो क्या। हेर्नु न पसिनाले यार कस्तो देखायो मलाई त। पसिनाले एकदम गङ्गा गएको जस्तो देखिँदैछ फेसेमा। अन्त मैले भाइलाई खाने भन्दाखेरि खान्छु अरे भाइले जे देखेँ त्यही खाऊँ के। त फेरि अर्को त्यो के भन्छ उयो के भन्छ यार वाटरमेलन मगाएर फेरि त्यो पनि खानु स्टार्टिङ गरेँ। मिठो छैन भन्दै खाँदैछु म फेरि के। देख्न सक्नुहुन्छ वीरपाडाको यो है को चाहिँ वीरपाडाको हो। यति यो जग्गा देखेको होला कतिजनाले। अनि कोही मेरो ब्लग अगाडि हुँदैछ हेर्नु हुँदैछ। भोइस नभएर साथीहरू गद्दार हुन्छ कि आधी वर्षमा मजाले ब्लग बनाउँदैछ तर भोइस नै हट्नु। मेन भोइस हट्नु भनेको नै आफ्नो साथ गाटुनु हो। साथीहरू हेर्नु न यता केटाको गाछ ज्याम नै छ। हाम्रो घरतिर त के कुरा जग्गामा मात्रै फलेको हुन्छ, यहाँ त ज्याम नै छ क्या।
साथीहरू हामी चाहिँ फाइनली चाहिँ आइपुगि सक्यौँ है। अन्त यहाँ चाहिँ फेरि मेरो भोइस हरायो क्या, घरि माइक अफ हुँदो रहेछ यार। माइक अफ भएको चालै पाउन्न कि म फेरि माइक अफ भएर फेरि भोइस लगाउनु पर्यो। आफ्नो रियल भोइस राम्रो नि, माइक अफै भएन राम्रो। अन्त हामी चाहिँ जयगाउँ उत्रेर चाहिँ यहाँ के भन्छ नि मिस्टी दोकानतिर बसेको छौँ। दोकानतिर घरलाई हामी के सामान ल्याउनु गएको रहेछ। म चाहिँ मम्मी बाबा चाहिँ बसिरहेको हुन्छ। भाइ अनि चाहिँ के मगाएर खानु आएको थियो क्या। आफूलाई फेरि भोक लागेर पनि खानु भन्दै नपर्ने खाना हुन्छ खाने भने कसले खाँदा नि त्यस्तो कुरो उल्टो लागेको एउटा मिस्टी के चाहियो आइसकेर आफ्नो मुखलाई चाहियो देखेर भने खानु सक्दैनौँ के आज कसले खाने मलाई चाहिँ। बाबा आर्मी जारीहरू सक्नुहुन्छ। साथीहरू हामी चाहिँ फाइनली जयगाउँ आइसकेको अन्त हामी सबैलाई कस्तो भन्नु छ नि मेरो भ्लग चाहिँ फेरि कस्तो लाग्यो भन्नुहोस् न कमेन्टमा होइन। अन्त अहिले नै खतम हुन वहाँ गएर फेरि अझै तपाईँलाई म यो भुटानको यो पनि देखाउने छु। भ्यू कति राम्रो देखिँदैछ हेर्नु सक्नुहुन्छ। यहाँबाट माथि कति बलिरहेको छ क्या, राम्रो टाढा क्लिप बलिरहेको छ यहाँबाट होइन। यता भाइ होइन थुक्रा यति हजुरमा पनि बनाउँदैछ कि म चाहिँ मलाई फेरि बेसी बोल्नुपर्ने हुन्न त्यसैले। अन्त यो चाहिँ स्कुल हो जयगाउँको एसटी स्कुल हो यहाँ चाहिँ हजुर मम्मी बाबा हुनुहुन्छ। म चाहिँ तपाईँहरूलाई वहाँ गएर भेट हुन्छ होला। कि हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ। अनि चाहिँ भुटानको भ्यू देख्न सक्नुहुन्छ। अलिक छेउमा जानुपर्छ तर गएको छैन म। अन्त पसिना भएको छ मेरो अनुहार देख्न सक्नुहुन्छ। अन्त साथीहरू मेरो ब्लग चाहिँ यति के हुन्छ हजुरले कसरी लाग्यो कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला मन परेमा। अनि चाहिँ मेरो भिडियोमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब चाहिँ जरुर गरिदिनुहोस् होला। बाइ साथीहरू।